दैनिक रोजगार समाचारको साथमा पिजन इन्टरनेसनल ओभरसिज प्रणाली वसुन्धरा काठमाडौँ, मदिना इन्टरनेसनल सर्भिसेज प्रणाली कुपन्डोल ललितपुर, रारा इम्प्लोइमेन्ट कन्सल्ट प्रणाली पुलचोक ललितपुर, जेबी टेलर्स गाबाहा ललितपुर, फोन 526 129, प्रुडेन्सियल ओभरसिज प्रणाली सुविधानगर 3 कुने काठमाडौँ। भित्ता हुन्छ सबभन्दा बलियो शक्तिमान सिमेन्टले। क्लाइमेक्स मिडियाको प्रस्तुति दैनिक रोजगार समाचारमा स्वागत गर्दछु म करुणा। दर्शकवृन्द, दैनिक रोजगार समाचारको सुरुवात गरौं आजको रोजगार अपडेटबाट। दर्शकवृन्द, नेपाली डायस्पोरामा विश्वका विभिन्न मुलुकहरूमा नेपालीहरू पुगिसकेका छन्। ती मुलुकमा नेपालीहरू उद्योग तथा व्यवसाय गरी बसेका छन्। त्यस्तै नेपालीहरू कतारमा आफ्नो काम मात्र होइन, सामाजिक क्षेत्रमा पनि अग्रसर छन्। कोही नेपालीहरू सामाजिक संस्थामा आबद्ध भई समाजसेवा गरिरहेका छन् भने कोही नेपालीहरू राजनीतिक दलको भातृ संगठनमा आबद्ध भई समाजसेवा गरिरहेका छन्। 4 लाखको हाराहारीमा नेपाली कामदारहरू अहिले कतारमा काम गरिरहेका छन्। नेपाली कामदारहरू कतारमा विभिन्न समस्यामा पर्ने गरेको पाइन्छ। विशेष गरी अशिक्षित र सिप नभएका नेपालीहरू कतारमा अल्पत्र पर्ने गरेका छन्। कामदारहरूलाई तालिम तथा सिप प्रदान नगरी वैदेशिक रोजगारीमा पठाउनाले यस्तो समस्या आउने गरेको कतार स्थित नेपाली दूतावासले जनाएको छ। यसरी कतारमा आई अल्पत्र पर्ने कामदारहरूलाई कतार स्थित दूतावास संघ संस्थाहरूले सहयोग गर्ने गरेको पाइन्छ। त्यस्तै कतार स्थित नेपाल लोकतान्त्रिक मञ्चले पनि अल्पत्र कामदारहरूलाई सहयोग गर्ने गरेको मञ्चका उपाध्यक्ष चाणक पोखरेल बताउँछन्। आफ्नो नाम भन्न नजान्ने, सिप नजान्ने नेपालीहरू एयरपोर्टमा अल्पत्र परेका छन्। वास्तवमा हामी 4 लाख भन्दा 4.5 लाखको हाराहारीमा कतारमा अहिले नेपालीहरू छौं। त्यसका अन्तर्गत पर्ने लगभग म तपाईलाई यो कुरा भन्न चाहन्छु कि 3 लाख नेपालीहरू चाहिँ लेबरमै क्याटेगोरीमा छन् र आफ्नो नाम आफ्नो ठेगाना पनि भन्न नसक्ने साथीहरूलाई नेपाल म्यानपावरले पठाएको कारणले गर्दा उहाँहरूलाई ठूलो समस्या परेको छ र उहाँहरूका समस्याहरू हामीले हल गर्ने समस्याहरू नेपाल लोकतान्त्रिक मञ्चबाटै हामी फाइनान्स लगायत सोसियल वर्क र यहाँको लयरमा गर्न सक्छौं। नसकेका कुराहरू हामी नेपाल मिसन, नेपाल दूतावासमा लगेर जिम्मा लाउँछौं र यो कारणले हाम्रो समस्या भएको छ। यसलाई कसरी तपाईँ पठाउन सक्नुहुन्छ र यी नेपालीको समस्या कसरी समाधान गर्नुहुन्छ भनेर हामी हाम्रो लोकतान्त्रिक मञ्चको सल्लाह अनुसार हामी लगेर नेपाल मिसनमा बुझाउने गर्छौं। कतारमा नेपालीहरूलाई धेरै अवसर भए पनि तालिम नलिई रोजगारीमा जाने गर्नाले कामदारहरूले दुःख पाउने गरेका छन्। यदि सिप हासिल गरी आफू सक्षम भएर रोजगारीमा जाने हो भने कतारमा लाखौं नेपालीहरूका लागि अवसर भएको पोखरेल बताउँछन्। कतार सरकारलाई पनि म के भन्न चाहन्छु भने हामी नेपालीहरूलाई हैसियत अनुसारको आफ्नो क्यापेसिटी अनुसारको रोजगार कतार सरकारले दिन्छ। हामी सबैले यो क्यापेसिटी बनाएर आउँ। यहाँ ठूलो अपर्च्युनिटी छ। यो तीव्र रूपले विकास भएको कन्ट्री हो। यो कन्ट्रीमा नेपालीहरूको अझै लाखौं नेपालीहरूको डिमान्ड हुन्छ। म यो टेलिभिजन मार्फत तपाईलाई यो सन्देश पनि दिन चाहन्छु। हामी नेपालीहरू अलिकति सक्षम भएर आएर यहाँ भएको विकासलाई हामीले केही खिचेर नेपालमा लगेर यहाँका प्रोडक्सन र सम्पत्तिहरू लगेर नेपालमा विकास गर्न भनेर म उहाँलाई सुझाव पनि दिन चाहन्छु। कतार स्थित नेपाली दूतावासमा पर्याप्त मात्रामा पीडित कामदारहरूको सहयोग गर्नका लागि कर्मचारीहरू नभइदिनाले पनि कामदारहरूको समस्याका लागि कतार स्थित एनआरएन र नेपाल लोकतान्त्रिक मञ्चले पनि सहयोग गर्ने गरेको पोखरेल बताउँछन्। रोजगारीका लागि खाडी जाने कामदारहरूलाई नेपाल सरकारले तालिम केन्द्र स्थापना गरी नेपालीहरूलाई सक्षम बनाई पठाउनु पर्ने पोखरेल बताउँछन्। अलिकति हाम्रा साथीहरूले कानून नबुझेर पनि धेरै दुःख पाउनु भएको छ। यसका लागि नेपाल एमएसीमा अलिकति समस्या के छ भने एमएसीलाई मात्रै दोष नलाऊ, यहाँका स्टाफहरू पनि 4,50,000 नेपालीलाई न्याय दिन भनेको कम्तीमा पनि 50 देखि 100 जना स्टाफहरू चाहिन्छ। हाम्रो नेपाल एमएसीमा लिगल्ली स्टाफ भनेको 4-5 जना मात्रै हुनुहुन्छ। यहाँबाट हामी एनआरएन लगायत एनडीएफ ले सहयोग गरेर पनि हामीले अलिकति राहत पाउन, यी समस्याका समाधान हुन् भनेर हामीले आफ्नो व्यक्तिगत पैसा उठाएर भए पनि एमएससी को एउटा रोभरमा दिएर हामीले कर्मचारी पनि राखेका छौं। र वास्तवमा यहाँ तपाईलाई ल्याङ्ग्वेजको समस्या सबैभन्दा ठूलो हुन्छ। सिपमूलक कामहरू उहाँहरू सिकेर आउनु भएको हुँदैन, त्यसका लागि पनि समस्या हुन्छ। र यसका लागि नेपाल सरकारले एउटा ट्रेडिङ सेन्टर नेपालमा खोलेर र यो मिडल इस्टमा आउने नेपालीहरूलाई चाहिँ एकदम तीव्र रूपमा
ट्रेडिङ नदिकन नपठाउन पनि म अनुरोध गर्दछु। दर्शकबिन, वैदेशिक रोजगार, रेमिटेन्स, अध्यागमन लगायतका विषयहरू समेटी तयार पारिएको समाचार प्याकेज दैनिक रोजगार समाचार हरेक दिन यसै समयमा प्रसारण हुन्छ। हेर्न नभुल्नुहोला। दैनिक रोजगार समाचारको साथमा पिजन इन्टरनेसनल ओभरसिज प्रणाली वसुन्धरा काठमाडौँ, मदिना इन्टरनेसनल सर्भिसेज प्रणाली कुपन्डो ललितपुर, रारा इम्प्लोइमेन्ट कन्सल्ट प्रणाली पुल्चोक ललितपुर, प्रुडेन्सियल ओभरसिज प्रणाली सुविधानगर 3 कुने काठमाडौँ। भित्ता हुन्छ सबभन्दा बलियो शक्तिमान सिमेन्टले। वैदेशिक रोजगारीको क्षेत्रमा छुट्टै पहिचान बनाएको, हजारौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको अवसर दिन सफल। दुबई, कतार, साउदी, मलेसिया लगायतका मुलुकहरूमा रोजगारीका लागि सम्झनुहोस्। मिलेनियम म्यानपावर कन्सल्टेन्सी प्रणाली बालाजु काठमाडौँ। फोन नम्बर 4350 463 4350463। भित्ता हुन्छ सबभन्दा बलियो शक्तिमान सिमेन्टले। अल्फा सिग्मा ह्युमन रिसोर्सेस म्यानेजमेन्ट प्रणालीले बहराइनको युसुफ बिन अहमद कानु WLL कम्पनीबाट वाचम्यानहरूको मागले आएको छ। इच्छुक व्यक्तिले फोन नम्बर 44408115 दुम्बाराई काठमाडौँमा सम्पर्क राख्नुहोला। अन्तर्वार्ता धमाधम भइरहेको छ। राम्रोसँग जानु छोरा। ग्रान्ड शिखरबाटै जानिस् है। सातो लियो पेमान। Thank you, Grand Shikhar. Grand Shikhar Overseas, providing opportunities. प्रुडेन्सियल ओभरसिज प्रणालीले बहराइनको अल दाइन क्राफ्ट फ्याक्ट्री कम्पनीबाट वेल्डर, इलेक्ट्रिसियन, रिगर, लेमिनेटर, अपहोल्स्टरर लगायत विभिन्न कामदारहरूको मागले आएको छ। इच्छुक व्यक्तिले फोन नम्बर 44800005 दिनकुने काठमाडौँमा सम्पर्क राख्नुहोला। प्री अन्तर्वार्ता धमाधम भइरहेको छ। फाइनल अन्तर्वार्ता सम्बन्धित कम्पनीको प्रतिनिधिबाट हिपौस 26 र 27 गते हुनेछ। दि रिभर ओभरसिज प्रणालीले युएईको ब्रिटिस म्यानेजमेन्ट कम्पनीबाट हाउसकिपरहरूको माग ल्याएको छ। इच्छुक व्यक्तिले फोन नम्बर 4462431 गौशाला काठमाडौँमा सम्पर्क राख्नुहोला। प्री अन्तर्वार्ता धमाधम भइरहेको छ। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट हिपौस 23 गते हुनेछ। हर खुसी हर दुःख मानिछ, जीवनका हर रंग हर उमङ्गमा छ। साथियो हाम्रो हरेक राम्रो हर कदम मानिछ। Be of Deer Hill Shoes, feel the adventure. हरेक मनमा छ। जुनसुकै ठाउँमा स्टाइलकै छ कुरा, पूरा गर्छ पहिरनले नै हरेकको पहिचान पूरा बनाउन पहिचान सबैको। JV Tailors since 1970. JV Tailors, more stylish, more